So hey guys, welcome back to my channel. काममा हल्का ठोकेर मेरो चाहिँ यहाँ घाउ भइरहेछ होइन, कहिले देखिन्छ कि देखिँदैन, यो चाहिँ यहाँ टिका जस्तो देखिरहेछ होइन र पनि अब देखिन्छ नि त. सो मी एन्ड माई गर्लफ्रेन्ड गेस द के भन्छ टाइटल क्या, लाइक त्यही खालको क्या, गेस द नम्बर च्यालेन्ज. थोरै तल ल. Oh yes, हामी गर्दैछौँ गेस द नम्बर च्यालेन्ज विथ माई गर्लफ्रेन्ड With my girl भन्नु के? सरी, काट्नु मलाई मन पर्छ, मन पर्छ. विथ माई गर्ल. सो हाम्रो भिडियो चाहिँ खिच्दैछ डिजिआईको पकेट 3 क्यामेराले होइन गाइज. भर्खरै किनिदिएको, अलिक दिन अगाडि मात्रै उसैले किनिदिएको. अघि हामीले अघि चाहिँ रिल्सको लागि एउटा बनाइसकेका छौँ होइन. सो अब अहिले चाहिँ सेकेन्ड लङ फर्म कन्टेन्टको लागि यो चाहिँ. सो गेस द नम्बर च्यालेन्ज विथ माई गर्लफ्रेन्ड दाजु यसरी गर्लफ्रेन्ड बहिनी. Lo. Start. Serious. Okay, ready? We don't have all night. 1 राइट. सुरुमा म गेस गर्ने कि तिमी? म गर्छु होला. ओके गर. 20. माथि. कति माथि? कति माथि त कहाँ भन्छु त? तल बेला. 20. तल. 50 तल. बाइ द वे यो कहाँ देखाएको त नम्बर? देख्नु भयो? छैन देखेको. देख्नु भयो? फेरि खेल्ने. फेरि खेल्ने. ऊ यस्तो गल पल्टाएर देखाएको कसरी नहेर्ने त अनि क्यामेरामा हेर्दाखेरि त क्यामेरा त्यहाँ छ, यसरी हेर्दा त यो यहाँनिर जे जति छ यो के भन्छ यसलाई, यो रडाको जे जति छ यहाँ पहिलाको सबै देखिन्छ नि त. अनि ल स्टार्ट गाइस. बाइ द वे गाइज, मैले चाहिँ आज रुम मिलाउने भनेर होइन यस्तो हालत बनाएको छु कि यहाँ नै पुस्नुपर्ने छ. यहाँ पुज्नु यहाँ चाहिँ सब यस्तो बनाएर बजाएको छु. उहाँ यस्तो कति राम्री हुन्छ नि त दादा त त्यसरी. हिजोको होलीको भिडियो हेर्नुपर्ने है गाइज तपाईँहरूले नि. दाँत त केही कामै छैन. अलि त राखेको थियो नि अघि खुनी दाँत खुनी हात. ल अघि फेरि म थोरै यता बस्छु, तिमी थोरै यस्तो बस्छ नि त. किन? अनि देखिँदैन नि त. तिमी यस्तरी लेख्दा देखिहाल्छ नि हल्का यसरी. ल भयो हजुर जान्ने हजुर वरिष्ठ हस्त नमस्ते. यो छोरी मान्छे जित्न सकिँदैन यार. छोरा मान्छे पनि कोही केही कम होइन फेरि. ल यहाँ बस्छु. अघि भन्नु नम्बर. भन्दिनँ. तिमी गेस गर्ने कि म गेस गर्ने? म गेस गर्छु. एकछिन ल. ओके बाइ द वे मेरो नम्बर चाहिँ मैले यहाँ लेखेको छु नि, यहाँ साइडमा. उसको नम्बर छुटाउको अगाडि लेखिदिन्छु हो. कति लेखेको छ भरे थाहा हुन्छ नि त कति लेखेको हो. अलराइट गाइस एन्ड गर्ल्स. या बोल. 30 माथि. के हो जहिले माथि 30 माथि. अब 35 माथि. 50 तल. 30 माथि भनेपछि 30 देखि 50 को बिचमा 20वटा अङ्क छ. अब यस्तो दिमाग लगाएर खेल्नुपर्छ र पनि त. अब 35 देखि त माथि छु नि तपाईँको. यसरी रिपिटमा सोध्न पाइँदैन अब चाहिँ. पाउँछु मैले, जे पनि पाउँछु मैले त. म त नि 46 तल. ज्याल्टी खेल्दै हुन्छ क्या त. 45 तल. 42 मेरो नम्बर चाहिँ त्यो 42. सो उसले चाहिँ एकैछिनमा मिलाइदियो. कस्तो बुझ्दै मिलाएर. द्याट्स जस्ट द गेस. ओके मैले तपाईँ जस्तो तल माथि भनेर पुरै क्यालकुलेटिभ भएर खेलेको थिइनँ.
यस्तो तरिकाले कसरी बुझ्ने त नि भरे लेख्ने बेलामा चाहिँ कसरी बुझ्ने र यसरी बुझ्ने नि त मा त सो बाइ द वे सन्ध्याले चाहिँ म्याच जितिसकेको छ होइन गेस द नम्बर च्यालेन्जको विनर हुनुहुन्छ उहाँ चाहिँ उहाँलाई अब ट्रफीले सम्मानित गरौँ खै खोज्दैछु के ओके उहाँलाई म ट्रफीले सम्मानित गर्नेवाला छु किनकि उहाँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ नाइ भएर ठिकै छ आई डोन्ट वान्ट एनी गिफ्ट हेर्नु हामी यसरी जित्नको लागि आएको होइनौँ हामी मनोरञ्जनको लागि आएका हौँ फेरि खेल्ने अब फेरि खेलेर हामी टाइम वेस्ट गर्नेवाला छैनौँ किनभने फेरि पनि मै जित्नेवाला छु सो आजलाई यति नै गाइज बाई गुड नाइट